हामी चाहिँ पञ्चासे पुगेर आज फर्किसकेका छौँ। सर तपाईँलाई कस्तो लाग्यो पञ्चासे? अब हामी करिब अन्तिममा छौँ भ्लगको। एकदमै मजा आयो। 7-8 घन्टा हामी 7-8 घन्टा चाहिँ हिँडेनौँ हामी, लगभग 5 घन्टा चाहिँ हिँड्यौँ है। 5 घन्टा हिँड्यो 2-3 घन्टा चाहिँ हामीले ठाउँ बिसाउने, ठाउँ भिडियो बनाउने, फोटो खिच्ने, अनि फोटो खिचे मनै नमान्ने, केही कुराहरू खाने हिसाबले बितायौँ। त्यो भएर तर हामी हिँडेको चाहिँ 8-9 घन्टा भयो। हो। अनि कस्तो लाग्यो पञ्चासे तपाईँलाई? मजा एकदम दामी, एकदमै मजा आयो। अब अनि नयाँ आउने साथीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? सुझाव सल्लाह? नयाँ आउने साथीहरूलाई त त्यही भन्छु, पञ्चासे आउँदाखेरि चाहिँ बेसिक कुराहरू जस्तो पानी, खानेकुराहरू, खाजा, कचकचुक खाइरहने चिजहरू बोकेर आउनु होला। अनि पानी परिहाल्यो भने ओत लाग्ने ठाउँ अलिक कमै छ, त्यो भएर छाता, रेनकोटहरू बोकेर आउनु होला। अनि आउँदाखेरि भर्सक 2-4 जना साथीभाइ मिलेर आउनुभयो भने चाहिँ अझ रमाइलो मजा हुन्छ, रमाइलो हुन्छ। कथाहरू सुनाउँदै, आफ्ना अनुभव सुनाउँदै हिँड्न बेग्लै मजा हुन्छ। त्यही हो। ल आजलाई यति नै है। हाम्रो दाइलाई के त्यही अघि कसरी आउने भन्दाखेरि ओडोमस बोक्यो भने सजिलो, अलिअलि चिराउने खुट्टा हुन्छ, जुगा अलिअलि थोरै, त्यस्तो धेरै त छैन। त्यसबाट बस्ने हिसाबले जुत्ता लाएर आउने, त्यो भएपछि ठिक हुन्छ। साह्रै मजा आयो, रमणीय ठाउँ छ, घुम्नै पर्ने, एकदमै रिफ्रेसिङ अनि एकदमै सास फेर्न स्वाद आउने ठाउँ नि। सेपिलो आनन्दको सुनाखरी कति थरी दाइ? 143 प्रजातिका सुनाखरी, त्यस्तै लाली गुराँस उति नै होइन, बडा मजा छ। अझ यो सिजनमा आयो भने कस्तो हुँदो? त्यो खास चाहिँ वैशाख र चैत्र वैशाख चाहिँ सबभन्दा बेस्ट समय हो, बेस्ट टाइम है। ल आज यति भन्दै आजको भ्लग यहीँ अन्त्य गर्न चाहन्छु है त। ल यस्तै भिडियो हेर्नको लागि पञ्चासे.com लाई फलो गर्नु होला। लाइक, कमेन्ट, सब्सक्राइब गरिराख्नु, सपोर्ट गर्नु अनि सेयर गरिदिनु होला। हस्, धन्यवाद। ल